यो इतिहासै भन्नुपर्छ हैन। हजुर। धेरै लामो समयपछि चाहिँ यो जुफालमा चाहिँ हामी चाहिँ यो प्रत्यक्ष रूपमा चाहिँ गेम हेर्न पाइरहेका छौँ। अब हिजो चाहिँ हामी अब 10-11 कक्षा पढ्दाखेरि चाहिँ हामीले टुर्नामेन्ट गर्थ्यौँ। त्यस पछाडि चाहिँ पछिल्लो पिँढीका चाहिँ अब भाइहरूले चाहिँ अलिकति टुर्नामेन्ट गरिरहेका थिएनन्। अब यो सानो भए तापनि होइन जतिले पनि चाहिँ यो इन्ट्रेस्ट राखेर चाहिँ गर्नुभएको छ भाइहरूले विशेष धन्यवाद दिन चाहन्छु। हजुर तिमी गरम एउटा बाटो सहयोग चाहियो नि त होइन सहयोगको लागि अब अर्को म्याच पनि हुँदैछ हाम्रो अर्को अब कहिले गर्ने ल हजुरले भन्नु नि त हाम्रो सबैभन्दा जुफालको चाहिँ महत्त्वपूर्ण पर्व भनेको भाद्र पूर्णिमामा हो। भाद्र पूर्णिमामा चाहिँ हामीले चाहिँ एउटा जिल्ला स्तरीय भलिबल प्रतियोगिता गर्न सक्यौँ भनेपछि एउटा चाहिँ के हुनसक्छ त भन्दाखेरि यो ठाउँको चाहिँ पूर्णिमाको चाहिँ विशेष गरेर डोल्पा जिल्लाभरि नै चर्चा परिचर्चा हुनसक्छ होइन। त्यो सँगसँगै चाहिँ जुफालमा चाहिँ उत्पादन भएको खेलाडी साथीहरूको चाहिँ भाइहरूको चाहिँ एउटा प्रतिभालाई चाहिँ हामीले प्रत्यक्ष रूपमा चाहिँ जिल्लाभरि चाहिँ प्रदर्शन गर्न सक्छौँ। त्यसैले गर्दा हामीले गर्नु अलिकति जिल्ला स्तरीय खुल्ला चाहिँ हामीले चाहिँ भलिबल टुर्नामेन्ट गर्दाखेरि चाहिँ राम्रो। केटाहरू जुट गर्न हल्का गाह्रै भइरहेछ यस्तो हो। हजुर म पनि यो जुफाल युवा क्लबको चाहिँ सचिव थिएँ त्यति बेला चाहिँ। हजुर म 10 समथिङ 11-12 वर्ष पर्दाखेरि चाहिँ आजभन्दा 7-8-9 वर्ष अगाडि अनि राम्रो काम गर्दाखेरि चाहिँ कसैको साथ सपोर्ट चाहिँ हुँदैन होइन। तर हामीले सुरुवात चाहिँ गर्न चाहिँ छोड्नु हुँदैन। राम्रो गर्नुपर्छ यो ठाउँको लागि होइन। अब सहयोग भन्ने कुरा भइहाल्छ होइन। बिस्तारै चाहिँ राम्रो गर्दै गयो भनेपछि सहयोग जति एउटा युवा ओडालो चाहिँ भइसक्यो तिनीहरूलाई के कुरा अपुग हुन्छ भन न यार। होइन भोलि होइन म कमसेकम 20-30 जना केटाहरू त्यो संयोजक हजुर टक्कै होइसिन्छ कति 10-15 जना सबलाई बोलाएर चाहिँ एउटा मिटिङ राखेर यो चलाउँछु भनेर म जिम्मेवारी लिएर गर्न चाहन्छु। होइन एकदम राम्रो काम गर्नेलाई जहिले पनि सपोर्ट हुन्छ। एउटा कुरा के भने चाहिँ यो ठाउँमा गेम मात्रै नभएर अरू पनि छ विकासदेखि लिएर हरेक कुरामा चाहिँ अब युवाको चाहिँ एउटा अहम भूमिका हुनुपर्दछ। युवाले चाहिँ अब गाउँमा चाहिँ हो हल्ला गर्ने रफ शब्द बोल्ने मन परि एउटा विकृति चाहिँ भित्राउने होइन। युवाले चाहिँ पछिल्लो चरणका भाइहरूलाई चाहिँ एकदमै राम्रो बाटो चाहिँ हामीले देखाउने हो। त्यही भएर चाहिँ राम्रो काम गर्नेलाई सधैँ सपोर्ट हुन्छ चाहिँ। त्यही त हामी फेरि अब आउँदो हो अब यही सकिएपछि गेम म्याच सकेपछि तातोपानी गएर त्यो तातोपानीको यतापट्टि क्या त्यो पुरै पुरिएछ क्या त्यो पुरिएकोलाई चाहिँ हामीले उ गर्ने भन्ने म केटा जुट गरिसकेको छु। त्यो आफ्नै तर्फदेखि अहिले गर्छु मैले होइन। अनि त्यसपछि एउटा अब माघे तिहार पनि आउँदैछ पङ्गी पनि हाल्नै पर्यो होइन। पङ्गी हाल्नु पर्यो परेन हो त्यो पनि गर्न लागिरहेको छु। अनि त्यसमा अनि कस्तो लागिरहेको छु ठिक छ। यो मैले भने नि त हाम्रो पछिल्लो चरणमा चाहिँ एउटा जुन हाम्रो एक पुस्ताको चाहिँ जुन किसिमको चाहिँ हामी त्यो पुस्ता अन्तर्गत पर्छौँ होइन। हाम्रो पुस्तामा चाहिँ बिस्तारै पुरानो चाहिँ कुराहरू बिस्तारै हराइरहेको छ क्या। प्रायः चाहिँ मोबाइल चलाउने फेसबुक टिकटक चलाउने फ्री फायर चलाउने अहिले अब एउटा यतिको म्याच भएर सबै चाहिँ जुफालको दाजुभाइहरू चाहिँ एउटा भेट हुने एउटा माहौल मिल्यो नि त हो। त्यो कारणले गर्दा चाहिँ मैले के भन्छु भनेपछि राम्रो काम गर्नेलाई हो। यदि खुल्ला हृदयको साथ जुफालका युवादेखि लिएर समग्र यहाँका युवाहरूलाई चाहिँ राम्रो मैले जनचेतनामूलक कार्यक्रम गर्छु। मैले चाहिँ एकदमै राम्रो गर्छु भन्नेलाई चाहिँ सधैँभरि सपोर्ट हुन्छ। त्यसमा तिमी ढुक्क हजुर त्यही हुन्छ।